यहाँनिर चाहिँ हेलो मसरुम ग्रो हुनु थाल्यो मेरो सेकेन्ड लट पनि मजाले देखाउँदैछु ल हेर्नुहोस् न कति मजाले ग्रो हुँदैछ। ए फर्स्ट प्लास्टिक यहाँदेखि सुरु छ। यो सानो सानोहरू यसरी चाहिँ ग्रो हुनु थालेको छ। यो त निस्किँदै गरेको हो, त्यो प्लास्टिक पनि हटाउँदै गरेको मैले। यसको माथि चाहिँ सानो सानो बर्डहरू यो कस्तो मजाले ग्रो हुँदैछ। यसरी झुप्पा झुप्पा हुन्छ अनि यो तुलोबाट सबै निक्लिँदै गरेको। यहाँ हेर्नुहोस् न, यस्तो मजाले झुप्पा झुप्पा फल्दैछ। एउटै झुप्पामा कत्रो ठुलो झुप्पा हुन्छ हो। यहाँ देखाउँदैछु ल, ठुलो यत्रो हुन्छ यो झुप्पा चाहिँ। अब यो बढ्दा चाहिँ एउटैमा एक पावाभन्दा पनि बेसी हुन्छ। र यसरी चाहिँ मेरो चाहिँ 15वटा जस्तो चाहिँ फल्दैछ यो लटको हो। यसरी निक्लिन्छ च्याउ निक्लिँदा चाहिँ फर्स्टमा सानो सानो कोरोना भाइरस जस्तो भएर निक्लिन्छ, भाइरस जस्तो है। त्यहाँपछि अलिकति ठुलो, त्यहाँबाट यो सानो, त्यहाँ त्यो अलिकति ठुलो हो, त्यहाँ त्योभन्दा ठुलो चाहिँ योभन्दा ठुलो चाहिँ अब भोलि देखाउँछु उम्रेपछि ल। यो एकदम ठसठस परेको, यो चाहिँ अलिकति कम्ती ठसठस हो। यो ठुलो हुँदै 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 जाएर झुप्पा झुप्पा फल्छ हो। यसरी यो प्लास्टिकबाट बाहिर निक्लेको चाहिँ सबै फल्नु थालेको मसरुम। एउटै झुप्पा हो, यो पनि झुप्पा 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 हुन्छ नि यसरी। र यसरी रोपेको छु मैले चाहिँ बाँसमाथि राखेर हो। यसरी लामितात छ। यो चाहिँ अलिक फल्दै गरेको, यो त्योभन्दा अलिकति पुरानो लट, त्योभन्दा अझै नयाँ लट चाहिँ यो फेरि त्यो अझै नयाँ चाहिँ पर छ हो। र यसरी चाहिँ मसरुमको खेती गर्दैछु म चाहिँ। अब कुछ न कुछ त गर्नै पर्यो। मसरुमको पनि डिमान्ड चाहिँ राम्रै रहेछ है गाउँमा। मैले एउटा भिडियो बनाएर हालेको थिएँ फेसबुकमा, यति साह्रो डिमान्ड आयो मसरुमको हो। राम्रो रहेछ, अगर गऱ्यो भने वेस्टरको पनि राम्रै रहेछ। यसलाई चाहिँ के भयो, कालो कालो भएछ त यो त। पानी बेसी भयो भने यस्तो हुन्छ नि च्याउ, यो सुकेको जस्तो लाग्दैछ। पानी बेसी भएको कि सुकेको यो त। अलिकति कस्तो कस्तो छ त यो, अरू जस्तो छैन, यस्तो दामी छैन। अलिक भन्दा पनि मैले यहाँ उयो लाग्थ्यो नि त, साँच्ची त धुप लगाएको थियो नि त। यो अलिक उयो भएछ, ग्रोथ बिग्रेछ यसको। अरूको ग्रोथ यो पनि अलिक बिग्रे भएछ। योहरूको ग्रोथ त राम्रो छ है, राम्रो छ यसको नि ग्रोथ। के चाहिँ भयो त त्यही वडा त यस्तो भएछ त। कस्तो गडबड हे दया, कस्तो गडबड हे। यो बेसी अफसोस गर्नु हुँदैन, यसमा कस्तो गडबड हे दया, कस्तो गडबड। पातलो पनि छ यसको ग्रोथ। हेरौँ अब के कसो हुन्छ। योलाई चाहिँ के भएछ, मर्यो त यो त। कहानी चाहिँ त्यस्तो होला नि त। सास लानु हुँदैन मान्छे छेउमा। यो त राम्रै होला नि ग्रोथ, ठिकै छ, शिव शक्ति। यो चाहिँ अलिकति कालो कालो भएको जस्तो छ त। के छ यसमा त्यो कालो कालो, के हो त्यो? के हो त्यो? ओके देन स्टे ट्युन, हेर्दै गर्नुहोस् च्याउ कसरी फलाउनु। म त्यो पनि भन्छु नि है तपाईँहरूलाई। कसैलाई फलाउनु इच्छा छ भने चाहिँ मलाई कन्ट्याक्ट गर्नुहोस्, सिकाइदिन्छु। एटलिस्ट घरमै खानु मात्रै पनि कतिले फलाउनु खोज्नुहुन्छ नि, एक प्याकेट मात्रै भए पनि सजिलो छ, म सिकाइदिन्छु कसरी फलाउनु पर्ने है।
ओके देन।